भाइरसमा कस्तो लागिरहेछ पराल बोक्दा? दसैँ जस्तो लाग्छ मलाई। पराल बोक्न सजिलो कि सुटिङ गर्न सजिलो त? पराल बोकेर गरेर पराल बोक्न सजिलो, आफ्नो काम टाइममा गरेर टाइममा बिसाउन। सुटिङ गर्न दुःख भयो। पसिना आउँदा सुख हुन्छ हैन? पसिना नआउँदा अन्त शरीरको पसिना बगाएपछि निरोगी भइन्छ। त्यही भएर यो पराल बोक्न सजिलो भयो। एक्टिङ गर्दा पसिना नआए नि झन् दुःख भयो। त्यसो भए अब सुटिङ नगर्ने? गर्ने सुटिङ त सबै दर्शकले हेरिदिनु भएको किन नगर्ने हो, गर्ने हो। कहिले भ्याइन्छ त्यो पराल बोकेर? आज भ्याउने हो। कतिवटा छन् र भैँसी? भैँसी जम्मा 3टा छन्। 3टा भैँसी छन्? ल बेस्ट अफ लक।